नमस्ते सबैजनालाई। आज चाहिँ म बनाउँछु एकदमै मिठो हेल्दी नेपालीहरूलाई सबैलाई मनपर्ने बिहानको ब्रेकफास्ट। यसलाई यो बनाउनलाई चाहिँ धेरै गाह्रो पनि छैन, एकदम सजिलो छ। यो गिलो रोटी बनाउनलाई चाहिँ 2 कटोरा आटा लिने, गहुँको पिठो, अनि यसमा चाहिँ मैले काटेको प्याज पनि हालिदिएँ, मसिनो गरी काटेको प्याज र मसिनो गरी काटेको लसुनको पत्ता र एउटा अन्डा पनि हालिदिएँ। अन्डाले चाहिँ पिठोलाई सफ्ट बनाउँछ र यसमा बेसार र जिरा र धनियाको पाउडर पनि हालिदिएँ। अनि यसमा थोरै पानी हालेर यसको ब्याटर बनाउनु पर्ने हुन्छ। मैले यसको मजाले घोलेर यो सबै मिश्रणहरूलाई घोलेर यसको ब्याटर बनाइदिएँ मैले। यतिको कन्सिस्टेन्सी भए ठिक हुन्छ र मैले यसमा नुन पनि हालिदिएँ। यो ब्याटरलाई चाहिँ लम्प्सहरू नबस्नको लागि चाहिँ मजाले चलाउनु पर्ने हुन्छ। अब चाहिँ मैले के गरेँ भने सानो प्यान ग्यासमा राखेर हिट गरेँ र त्यसमा मैले ओइल हालेर एकछिन हिट हुन दिएँ र ओइल हिट भएपछि मैले त्यसमा तोरीको तेलमा तोरी हालेर त्यसलाई एकछिन फुराउन दिएँ र त्यसमा करी लिभ्स पनि हालेर त्यसलाई फुराएँ र त्यो ब्याटरमाथि मैले त्यो छानेको तोरी र करी लिभ्स हालिदिएँ। यसले चाहिँ एकदमै धेरै फ्लेभरफुल एकदम मिठो बनाउँछ र त्यो पिठो पनि एकदम नरम बनाउँछ। गिलो रोटी पनि एकदम मजाले फ्लफी हुन्छ। मैले ग्यास अन गरेँ र प्यानलाई एकछिन हिट हुन दिएँ। प्यान हिट भएपछि चाहिँ मैले थोरै ओइल हालेँ। ओइल पनि हल्का हिट भयो। धेरै हिट पनि बनाउनु हुँदैन। प्यान धेरै हिट भयो भने त्यो ब्याटर चाहिँ मजाले राउन्ड सेपमा आउँदैन। गिलो रोटीको सेपहरू चाहिँ धेरै बिग्रिने चान्सेसहरू आउँछ र मैले यो ब्याटरलाई चाहिँ बिस्तारै राउन्ड सेपमा बनाउँदै गएँ। यो रोटीलाई चाहिँ लगभग 3-4 मिनटसम्म पकाउनु पर्ने हुन्छ। तलको साइड पाकिसक्यो, अब अर्को साइड फर्काइदिएँ। हेर्नुहोस् कस्तो राम्रो कलर देखेको छ। यतिको कलर आउनु भनेको यो मजाले पाकिसक्यो। तलको साइड चाहिँ अब अर्को साइड मजाले पकाउनु पर्छ। अब यो सुरुको गिलो रोटी पाकिसक्यो। अब फेरि मैले थोरै ओइल हालेर वरिपरि लगाइदिएँ मैले र मैले फेरि ब्याटर त्यसरी नै हालेँ। प्यान चाहिँ हिट हुनु भएन, धेरै राउन्ड सेपमा बिस्तारै लाने। हजुरहरूले यसरी चलाउँदै च्यात्यो भने चाहिँ केही हातिनु पर्दैन। हल्का पिठो त्यही माथि हाल्यो भने चाहिँ त्यो त्यही फर्ममा आउँछ। गजब कस्तो राम्रो देखिएको। यतिको ब्राउन भएपछि चाहिँ यो एक साइड पाकिसक्यो, अर्को साइड पनि यस्तो हुन्छ।
हजुरहरू अचम्म मान्नु भएको होला अर्को साइड चाहिँ किन त्यस्तो भएको भनेर, किनकि सुरुमा हामीले ब्याटर हाल्दाखेरि चाहिँ त्यो फर्स्टको तलको भागले चाहिँ ओइल सोसिसकेको हुन्छ, त्यही भएर अर्को साइड चाहिँ फर्काउँदा त्यस्तो हुन्छ। ल गाइस, मैले चाहिँ आज रोटी यति धेरै बनाइसकेँ। यो चाहिँ एकदमै हेल्दी टेस्टी हुन्छ। हजुरहरूले नि यसलाई सजिलै गरी बनाएर खान सक्नुहुन्छ। बिहानको ब्रेकफास्ट, दिउँसोको खाजा जुन वेमा पनि बनाउन सक्नुहुन्छ। ओके गाइस, सी यू।